भाइ सम्पूर्ण दर्शकहरू गुड मर्निङ एन्ड नमस्कार। आज चाहिँ भेटटारको यात्रा, भेटटारदेखि धरानको यात्रा भइरहेको छ। हाम्रो विशेष यहाँ मेरो छोरा समिट है, हामी तीनजना चाहिँ आज धरान जाने क्रममा चाहिँ बिहानै चाहिँ आज 7:30मा चाहिँ यहाँ आइपुगेका छौँ। र आज यहाँ आइपुगेर धरान जाने क्रममा चाहिँ एकदमै हाम्रो यो वातावरण मौसम चाहिँ एकदमै खराब भइरहेको छ, एकदमै हुस्से लागिरहेको छ, पानी पनि पर्न आँटिरहेको छ। सरासर जाने भनेर चाहिँ हामी सोचिरहेका थियौँ, तर आउँदा यहाँ ठ्याक्क भेटटार पुग्दाखेरि चाहिँ पानी पर्न थाल्यो। पानी पर्न थालेपछि चाहिँ हामी एकछिन रोकेर बस्नलाई चाहिँ निर्णय गऱ्यौँ। निर्णय गर्दाखेरि चाहिँ आज यहाँ तपाईँहरूले यो सुन्दर दृश्य देखाउन मौका पाएको छु। सो दृश्य चाहिँ तपाईँहरूले हेरेर मनोरञ्जन गर्नको लागि म आग्रह गर्दै अब तपाईँहरूले सुन्दर दृश्य देखाउन लागिरहेको छु। आजको दृश्य चाहिँ यस्तो रहेको छ, पानी पर्न आँटिरहेको छ, पर्दै पनि छ भन्दा पनि फरक पर्दैन। म चाहिँ यहाँ ठ्याक्कै यहाँ यो चाहिँ के हो भने यहाँदेखि चाहिँ यहाँबाट चाहिँ यहाँसम्म चाहिँ हामीले यात्रा गर्न सकिन्छ होला। यो माथि आकाशमाथि नै यहाँ के साइकल जस्तो नै राख्नुहुन्छ होला जस्तो लागिरहेको छ। एकैचोटि डाँडासम्म चाहिँ पुग्न सकिन्छ। यहाँ केही अब त्यस्तो प्रविधि जडान गर्दै हुनुहुन्छ। यहाँ काम धमाधम भइरहेको छ। अब केही समय पछाडि अथवा महिना पछाडि चाहिँ यहाँ यो निर्माण कार्य चाहिँ पुनः सम्पन्न हुनेछ मलाई लाग्छ। यो सम्पन्न भइसकेपछि यहाँबाट चाहिँ एकदमै मनोरम दृश्य हेर्ने र यहाँदेखि एकैचोटि अर्को डाँडामा पुग्नलाई चाहिँ हामी सक्नेछौँ भन्दै तपाईँहरू पनि आएर यहाँ एकदमै यहाँदेखि यहाँ माथि चाहिँ साथीहरू, गेस्टहरू, पाहुनाहरू, पर्यटकहरू आएर चाहिँ बाहिर निस्किने क्रम जारी रहेको छ। यहाँ स्पेसली माई सन एन्ड डटर आर हियर। ल यता हेर्नु मिखेमी अलिक लजाउनुहुन्छ मेरो छोरी चाहिँ समिट चाहिँ फेरि यस्तो छ है। ल यो भेटटारको सुन्दर दृश्य रहेको छ, यस्तो छ है। यहाँ चाहिँ यहाँ बनिरहेको छ। यहाँ माथि होटल रहेछ, होटलदेखि सट्ट टिकट काटेर चाहिँ यहाँबाट यहाँ के चाहिँ जडान गर्नुहुन्छ त्यहाँबाट चाहिँ एकैचोटि हामी यहाँबाट पर पुग्न सकिने एउटा प्रविधि जडान हुँदै रहेछ भन्ने कुरो चाहिँ मैले जानकारी गराउँदै आज खासै भेटटारको सुन्दर दृश्यहरू नदेखिने रहेछ। पानी परेको हुस्से परेको हुनाले आज म चाहिँ धरानमा मेरो विशेष कामहरू चाहिँ 2-4वटा छ। अवश्य पनि म धरान पुगेपछि समय मिलेको खण्डमा तपाईँहरूले मेरो कार्य अवश्य देखाउने छु र सुन्दर धरानको दृश्यहरू पनि तपाईँहरूले मेरो यो युट्युब च्यानल मार्फत अवलोकन गराउने छु भन्दै अहिले चाहिँ मैले यो सुन्दर दृश्य कमेन्ट एन्ड सेयर सब्सक्राइब गरिदिनु होला भन्दै म पुनः मेरो समिट छोराले देखाउँदै छोरी चाहिँ माथि कुदे हुन्छ। यहाँ काम भइरहेको छ है साथीहरू। ल यस्तै छ है भेटटारको आजको दृश्य। भेटटार यस्तो छ, गाडी आउने जारी भइरहेको छ। भेटटारमा धरान 16 किलोमिटर, यहाँदेखि चाहिँ धरान 16 किलोमिटर रहेछ भन्ने कुरो चाहिँ म तपाईँहरूलाई देखाउन चाहन्छु। त्योभन्दा अगाडि म यहाँको ठुल्ठुलो एकदमै ह्युज फिङ्गरिङ टावर जस्तै घरहरू छ, विशाल आकृति भएका घरहरू रहेका छन्। सो घरहरू चाहिँ तपाईँहरूले म देखाउन गइरहेको छु। अब यहाँ चट्याङ पर्नु पनि आँटिरहेको छ, मलाई डर पनि लागिरहेको छ, त्यही पनि भिडियो पनि बनाउन मन लागिरहेको छ। यो यस्तो रहेको छ, यो चाहिँ गेट रहेको छ धरान। यहाँबाट धरान जाने, धरानदेखि लिएर अन्य ठाउँहरूमा जाने र भेटटार प्रवेश गर्ने यो द्वार रहेको छ, गेट रहेको छ। सो गेट चाहिँ मैले देखाइसकेँ। अब यहाँ भाइ समित अलिक बाटो हिँडेर जानु, अलिक छिटो हिँड्नु है। यहाँ पर जाँदैछ, त्यहाँबाट चाहिँ जुन सवारीबाट चाहिँ हामी धरान जाँदैछौँ भन्दै यस्तो रहेको छ साङगुडी गाउँपालिका। ल यो चाहिँ साङगुडी गाउँपालिका पर्ने रहेछ भन्ने कुरो थाहा पाइयो। यस्तो रहेको छ है धरानको बाटो। अत्यन्तै बोर्डहरू पनि धेरै रहेका छन्। यो हाम्रो यो नयाँ वर्ष 2082 सालको सुरुवात आज मसान्त हो। भोलिदेखि नयाँ वर्ष 2082 लाग्दैछ। 2082 लाग्नुभन्दा अगाडिको दिनमा म आज विशेष काम बस चाहिँ म भेटटार घरदेखि भेटटार हुँदै धरान जाने क्रममा चाहिँ यो 7-8 पनि बजेको छैन। तर यहाँ चाहिँ के भइरहेको छ भने अत्यन्तै अँध्यारो भइरहेको छ।
अँध्यारो भइरहेको छ। यस्तो छ है, यो बाटो पनि नदेखिने, लाइट बाल्दा पनि नदेखिने, यहाँ चट्याङ परिरहेको छ। तैपनि मैले तपाईँहरूले देखाएँ मेरो बाइक यहाँ छ। म चाहिँ यहाँबाट अँध्यारोको कारणले चाहिँ बिहानै भए पनि अँध्यारोको कारणले चाहिँ म धरान जान नसकेर यहाँ सानो घर रहेछ, यहाँ होटलहरू छ, यहाँ पार्किङ गरेर चाहिँ म यहाँ बसिरहेको छु। अब कतिखेर यो बाटो यो मौसम सफा हुन्छ त्यस पछाडि चाहिँ म जानेछु। यहाँ बाटो कसैले यहाँ गाडीहरू हिँडेकै छैन, किनभने बाटो नै नदेखिने अवस्था छ। यो बिहानै मैले चाहिँ यो फर्स्ट टाइम देखिरहेको छु। यहाँ गाडी चाहिँ एउटा आइरहेको छ एकदमै लाइट बालेर, त्यही पनि बाटो देखिरहेको छैन, एकदमै स्लोली आइरहेको छ है साथीहरू। यो के भइरहेको छ मलाई थाहा भएन, यो अत्यन्तै हुस्से लागेर चाहिँ बाटै नदेखिने। मैले चाहिँ गाडी रोकेर अब म यहाँतिर यो होटलमा चाहिँ खाजा खान चाहिँ म लागिरहेको छु। मेरो छोरा र छोरी चाहिँ यहाँ बसिराख्नु भएको छ अँध्यारोमा। ल है, म अब यो चट्याङ पर्ने सम्भावना छ होइन। अब म चाहिँ तपाईँहरूलाई यति देखाउँदै चाहिँ मेरो भिडियो बन्द गर्न चाहेँ, किनभने मलाई डर लाग्छ चट्याङ पर्दैछ। ल साथीहरू, यो पानी र हुस्सेको कारणले चाहिँ म यो होटलमा चाहिँ एकछिन बस्न पाएँ। यहाँ चिया नास्ता गरिसकेपछि मैले यसो हेर्दाखेरि चाहिँ बाहिर यहाँ टेन्टहरू पनि धेरै देखेँ। यो टेन्टमा चाहिँ मान्छे बस्न पाइँदो रहेछ है। यो चाहिँ मैले कति पर्छ त एक रातको भन्दाखेरि 3 जनाको 1500 पर्छ भनेर भन्नुभयो। अहिले अफर छ तर 1000मै पाइन्छ भनेर चाहिँ यहाँको हाम्रो होटलको साथी अथवा भाइले चाहिँ यहाँ भन्नुभएको छ, होटलको साउजीले भन्नुभएको छ। तपाईँहरू पनि यो टेन्टमा आएर बस्न अथवा यहाँ चाहिँ रात बिताउन चाहनुहुन्छ भने तपाईँ आएर यहाँ रमाइलो अथवा रात बिताउन सक्नुहुन्छ। एकदमै सुन्दर यो ठाउँहरूमा यो यस्तो रहेको छ। यो होटल चाहिँ यो होटल अत्यन्तै सुन्दर रहेको छ। होटलको नाम चाहिँ के रहेछ भन्ने चाहिँ मलाई ठ्याक्कै थाहा भएन। गेटमा चाहिँ मेरो बाइक राखेको छु तर पनि गेटबाट छिरेर यता आएको छु। यो भेटार मुनतिरको होटल हो, जहाँ चाहिँ यहाँ अत्यन्तै सुन्दर र राम्रो सर्भिसहरू चाहिँ हुँदो रहेछ। टेन्टमा चाहिँ हामी सुत्न सकिने रहेछ। रातको 1500, अहिले चाहिँ अफर भएको हुनाले चाहिँ रातको 1500मा 3 जना चाहिँ यहाँ सुत्न सकिने रहेछ। तपाईँहरू पनि आएर सुत्न सक्नुहुनेछ। हामी महलमा सुत्नु र यो टेन्टमा सुत्नुको बेग्लै मजा हुन्छ। मान्छेको मन बुझाउनको लागि, हाम्रो चाहना इच्छा चाहनाले चाहिँ सन्तुष्ट पार्नको लागि चाहिँ विभिन्न अनुभवहरू बटुल्नु पर्ने हुन्छ। सोही अनुभव बटुल्नुको लागि भए पनि तपाईँहरू यहाँ आएर यहाँको अनुभव बटुल्न सक्नुहुनेछ भन्दै यो भेन्टारको केही मुनिको दृश्य रहेको छ भने यो यस्तो रहेको छ। मैले यो दृश्य देखाउने बित्तिकै पक्कै पनि हजुर मौसम अहिले ठिकै छ है सर। यस्तो रहेको छ है। ल उहाँ पनि पानी र हुस्सेको कारणले रोकिएर हामीसँगै बस्यौँ, चिया नास्ता गऱ्यौँ। उहाँ चाहिँ सर तपाईँ कहाँबाट पो आउनुभएको अरे तपाईँ? ए यही नजिकै धरानसम्मै पुग्नु पर्ने। ल उहाँ पनि इटरी जाँदै हुनुहुन्छ, म चाहिँ धरान जाँदैछु। यो सुन्दर होटलमा चिया नास्ता पछि अब हामी मौसम हल्का कोलेको कारणले चाहिँ हामी जाँदैछौँ। फोन नम्बर चाहिँ यहाँ रहेछ, यहाँ फोन नम्बर फोन गरेर चाहिँ कन्ट्याक्ट गरेर चाहिँ तपाईँले यो मेरो छोटो भिडियो देखाएँ र यहाँको अवस्था यहाँको दृश्यहरू देखाएँ, यो देखाउन पाएँ। यो हुस्से र मौसम भोलि 2082 सालको सुरुवात हो, तर सुरुवातको पहिलो दिन आज यस्तो रहेको छ, पानी परिरहेको छ भन्दै तपाईँहरूले यो मेरो भिडियो हेरिदिनु भएकोमा सबैले धन्यवाद दिँदै मेरो भिडियोलाई लाइक एन्ड कमेन्ट सेयर एन्ड सब्सक्राइब चाहिँ गर्न नभुल्नुहोला भन्दै आजको मेरो यो समथिङ 3 मिनट्सको भिडियो चाहिँ तपाईँहरूले मन पराउनु भएकोमा धेरै धेरै धन्यवाद भन्छु।